अनि खोइ के गर्ने कहाँ लाने थाहा छैन भन्नु बाले। अनि यो नसा लुज हुँदैन भित्रदेखि राम्रो हुन्छ अरे भनेर मलाई त्यही मान्छेले मोबिल लिएर आइदियो। मोबिल अहिले टाकुराको सिसी हुँदैन त्यस्तो सिसीको 2 सिसी मोबिल पनि खाएँ मैले। मोबिल यसले राम्रो हुन्छ अरे भनेर त्यो ल्याएर दियो। यत्रो सिसीमा हालेर एक मात्र गरेर खाने। अनि त्यो खाएपछि भमिट गर्न जस्तो हुन्छ गाह्रो हुन्छ। अनि छिट्टै त्यो मुख हाल्ने बित्तिकै पुस्तकारी नरिवल खाइहाल्नु भनेर भनेको थियो। अनि बाले एउटा हातले दबाई खुवाएर एउटा हातले नरिवल पुस्तकाले खान्दै हाल्नुहुन्थ्यो। 2 सिसी त्यस्तो पनि खाएँ मैले पहिला औषधिको लागि निक्लिन्छ केही गरेन त्यसले। अब उहाँ बस्न दिएनन् नि। आफ्नो परिवारले पनि त हो नि। अब यस्तो रोग लाग्यो यस्तो बस्न दिनु हुन भनेर लखटी पुलिस लाएर लिएर आएको हामीलाई त झन्। तर प्रभुले पनि त्यस्तो ऊ गरेछ के अलिकति भगवानले त हेपेपछि मान्छेले पनि हेप्दो रहेछन् भन्छ क्या मेरो आत्माले चाहिँ। भगवानले हेपेन नि त। भगवानले हेपे जति गरी हेपेन भगवानले परमेश्वरले त कहिले पनि हेप्नुहुन्न। परमेश्वरले कहिले पनि हेप्नुहुन्न। हेप्ने चाहिँ मान्छेले हो। मान्छेले बुझ्दैन। होइन परमेश्वरले हामीलाई यस्तो दिन लाग्यो दशा लाग्यो परमेश्वरले नखटाइकन हामी यस्तो कोरी छुट्टी हुनु हुँदैन। परमेश्वरले हेप्नुहुन्न कहिले पनि हेप्नुहुन्न। रोगले शक्ति चाहिँ दिँदैन। रोगीलाई चाहिँ के हुन्छ भने अब म यसै नै उसै नै रोगी भइहालेँ अब मेरो के हो र। एउटा जीवन अब रोगी जीवन हो जहाँ जस्तो भए पनि के हुन्छ र भन्ने कुरा। जस्तो ठाउँमै गए पनि मरिहाल्यो भने पनि के हुन्छ र भन्ने त्यस्तो सोचाइ हुन्छ। अब अरूभन्दा शक्तिशाली भएर यस्तो भएको छु भन्ने सोचाइ त कहाँबाट गर्न सकिन्छ। त्यो हुँदै होइन तलपट्टि त त्यो उहाँ सिउ गर्दैन भयो भने